मैले नि विश्वविद्यालयमा पहिलो निबन्ध लेख्दा मेरा शिक्षकले यो प्राज्ञिक सुनिएन भन्नुभयो। तर के गल्ती थियो भनेर ठ्याक्कै भन्नु भएन। मलाई लाग्छ यो धेरैको अनुभव होला। प्राज्ञिक लेखनको एउटा छुट्टै कोड वा गोप्य भाषा हुन्छ जस्तो लाग्छ। आज हामी त्यही कोड तोड्ने प्रयास गर्दैछौँ। जस्तै हामी हरेक दिन प्रयोग गर्ने शब्द डिसिप्लिनलाई नै हेरौँ न। सामान्यतया यसको अर्थ आत्मनियन्त्रण हुन्छ। तर कुनै शैक्षिक लेखमा एउटा नयाँ डिसिप्लिन हो भनियो भने अर्थ नै फरक, मतलब अध्ययनको नयाँ क्षेत्र। यो त्यही कोडको एउटा सानो टुक्रा मात्र हो। रहस्य खोल्न आज हामीसँग केही एकदमै बलिया स्रोतहरू छन्। जस्तै एकाडेमिक भोक्याबुलरी इन युज जस्ता पाठ्यपुस्तकहरू छन्, अनि मेलबर्न विश्वविद्यालय जस्ता संस्थाहरूले तयार पारेका लेखन निर्देशिकाहरू पनि छन्। हाम्रो उद्देश्य के हो भने नि प्राज्ञिक भाषा के हो भनेर व्याख्या गर्नु मात्र होइन, बरु यो किन यस्तो छ र मतलब यसले हाम्रो सोच्ने तरिकालाई नै कसरी असर गर्छ भनेर अलिक गहिरिएर बुझ्नु हो। मलाई लाग्छ अध्ययन वा काममा यो भाषा प्रयोग गर्ने जो कोहीलाई यो छलफलले एउटा नयाँ दृष्टिकोण दिनेछ। ल त्यसो भए यो कोडको पहिलो नियमबाटै सुरु गरौँ न त। स्रोतहरूले भन्छन् कि धेरै सामान्य शब्दहरूको प्राज्ञिक क्षेत्रमा विशेष र फरक अर्थ हुन्छ। जस्तै सलिड शब्दलाई नै लिउँ न। हो, एकदम राम्रो उदाहरण हो यो। सामान्यतया हामी सलिड भन्नाले कुनै ठोस वस्तु जस्तै ढुङ्गा वा टेबललाई बुझ्छौँ, होइन? तर प्राज्ञिक लेखनमा जब सलिड एभिडेन्स भनिन्छ त्यसको अर्थ बलियो भरपर्दो प्रमाण भन्ने हुन्छ। यहाँ शब्द उही हो, तर अर्थ त्यो अमूर्त र वैचारिक भयो। सलिड एभिडेन्स मतलब एकदम पक्का प्रमाण हो। अर्को राम्रो उदाहरण अन्डरलाइन हो। सामान्यतया हामी यसलाई कुनै शब्द मुनि रेखा कोर्नु भनेर बुझ्छौँ। त्यो त हो। तर प्राज्ञिक सन्दर्भमा जस्तै द रिसर्च अन्डरलाइन्स द इम्पोर्टेन्स अफ दिस फ्याक्टर भनियो भने यसको अर्थ अनुसन्धानले यो कारकको महत्त्वमा जोड दिन्छ भन्ने हुन्छ। यहाँ कुनै रेखा कोरिएको छैन, बरु कुनै विचारलाई महत्त्व दिएको छ। यो केवल नयाँ शब्द सिक्नु जस्तो मात्र होइन, आफूले जानेको ठानेको शब्दलाई फेरि सिक्नु जस्तो हो। प्राज्ञिक भाषाले स्पष्टता र सटीकता प्रिसिजन खोज्छ। त्यसैले यी भिन्नताहरू धेरै महत्त्वपूर्ण हुन्छन्। अब शैलीको कुरा गरौँ। स्रोतहरूले सामान्य, औपचारिक र अनौपचारिक भाषा बीचको भिन्नतामा धेरै जोड दिएका छन्। जस्तै छोटकरीमा भन्नुपर्दाको लागि सामान्य भाषामा इन शॉर्ट भनिन्छ, अनि औपचारिक भाषामा चाहिँ टु सम अप को प्रयोग हुन्छ। यो त बुझ्न सजिलो छ, तर कहिलेकाहीँ औपचारिकताले लेखनलाई अलि निर्जीव र टाढाको बनाउँदैन र मतलब ट्राइको सट्टा अटेम्प्ट प्रयोग गर्दा लेखक अलि अहङ्कारी सुनिन सक्छ कि? तपाईको प्रश्न एकदमै सान्दर्भिक छ। यो एउटा नाजुक सन्तुलन हो। कुरा अहङ्कारी सुनिने होइन, बरु त्यो संवादको अपेक्षा पूरा गर्ने हो। प्राज्ञिक लेखन एउटा गम्भीर बौद्धिक संवाद हो। अटेम्प्ट शब्दले ट्राईभन्दा अलि बढी व्यवस्थित र गम्भीर प्रयासलाई जनाउँछ। यो प्राज्ञिक संसारको ड्रेस कोड जस्तै हो क्या। तपाईँ बीचमा जाँदा सुट लगाउनुहुन्न र अफिसको मिटिङमा स्विमसुट लगाउनुहुन्न, होइन? त्यसै गरी सही स्तरको औपचारिकता छनौट गर्नु भनेको तपाईले त्यो संवादको नियम र सम्मान बुझ्नु भएको छ भनेर देखाउनु हो। स्रोतमा एउटा रमाइलो अनौपचारिक उदाहरण पनि छ। शिक्षकले कक्षामा have a shot at doing task number 3 भन्न सक्नुहुन्छ, तर विद्यार्थीले आफ्नो निबन्धमा त्यस्तो भाषा प्रयोग गर्नु भएन। बुझे। अब नामहरू त विचारका इँटाहरू भए, तर ती इँटाहरूलाई जोडेर केही गर्न लगाउने काम त क्रियाले गर्छ नि, होइन र? स्रोतहरूमा प्राज्ञिक लेखनमा प्रयोग हुने नाम र क्रियाबारे धेरै कुरा उल्लेख छ। पहिले नामबाटै सुरु गरौँ न त। यहाँ सब्जेक्ट, थीम, टपिक, इस्यु जस्ता शब्दहरू छन्। सुन्दा उस्तै उस्तै लाग्छन्, तर होइनन् रहेछन्। हो, र यी बीचको सूक्ष्म भिन्नता बुझ्नु नै प्राज्ञिक भाषामा पोख्त हुनु हो। जस्तै थीम कुनै किताब वा फिल्मको मुख्य बारम्बार दोहोरिने विचार हो, जस्तै प्रेम वा बदला। तर टपिक तपाईले लेख्ने निबन्धको एक स्पेसिफिक विषय हो, जस्तै शेक्सपियरको नाटक ह्यामिल्टनमा बदलाको थीम।
त्यसैगरी थ्योरी, मोडल र प्रिन्सिपल बीचको फरक बुझ्न एउटा उदाहरण हेरौँ न। त्यो राम्रो हुन्छ, किनभने यी शब्दहरूले मलाई सधैँ अलमल्ल पार्छन्। ल, अर्थशास्त्रलाई हेरौँ। माग र आपूर्तिको सिद्धान्त, अ थ्योरी अफ सप्लाई एन्ड डिमान्ड, यो एउटा थ्योरी हो। यसले बजार कसरी चल्छ भन्ने बारे एउटा विस्तृत व्याख्या दिन्छ। यो थ्योरीलाई देखाउन हामीले ग्राफिकल मोडल प्रयोग गर्छौं, जसमा माग र आपूर्तिको रेखा कोरिन्छ। र यो सबैको पछाडि एउटा आधारभूत प्रिन्सिपल छ। त्यो के हो भने मानिसहरू कम मूल्यमा धेरै किन्न चाहन्छन् र उत्पादकहरू बढी मूल्यमा धेरै बेच्न चाहन्छन्। मतलब थ्योरी विस्तृत व्याख्या भयो, मोडल त्यसको सरलीकृत प्रस्तुति र प्रिन्सिपल चाहिँ आधारभूत नियम। वाह, यो उदाहरणले त एकदमै स्पष्ट बनायो। तर शब्दको अर्थ थाहा पाउनु मात्रै त पर्याप्त छैन, होइन र? स्रोतहरूले कोलोकेसनमा धेरै जोड दिएका छन्। यो शब्दहरूको प्राकृतिक संयोजन रे, यो मेरो लागि सबैभन्दा गाह्रो पक्ष हो। मलाई रिसर्च शब्द थाहा छ, तर यससँग कुन क्रिया प्रयोग गर्ने सधैँ अनिश्चित हुन्छु। डु रिसर्च भन्नुभन्दा क्यारी आउट रिसर्च वा कन्डक्ट रिसर्च भन्नु बढी प्राज्ञिक सुनिन्छ। त्यसैगरी हामी डेटासँग मेक डेटा भन्दैनौँ, बरु कलेक्ट डेटा, एनालाइज डेटा, इन्टरप्रेट डेटा भन्छौँ। गलत कोलोकेसन प्रयोग गर्नु भनेको तपाईँ त्यो कोडमा पोख्त हुनुहुन्न भन्ने सङ्केत हो। स्रोतले अर्को एउटा सामान्य गल्ती पनि औल्याएको छ। रिसर्चेस भन्ने शब्द प्राय गलत हुन्छ। यो अगण्य नाम हो। यसको सट्टा रिसर्च स्टडिज वा पिसेस अफ रिसर्च प्रयोग गर्नुपर्छ। हो र? मैले त कति ठाउँमा देखेको छु जस्तो लाग्थ्यो। त्यो एकदमै सामान्य गल्ती हो। अब क्रियातर्फ लागौं। असाइनमेन्टमा दिएका निर्देशनहरू प्राय यिनै क्रियाहरूमा लुकेका हुन्छन्। स्रोतले डिस्कस, इलस्ट्रेट, एक्जामिन, आइडेन्टिफाई जस्ता क्रियाहरूको सूची दिएको छ। तर प्राज्ञिक लेखनको एउटा सिक्रेट वेपनको रूपमा नोमिनलाइजेसनलाई देखाइएको छ, जसको अर्थ क्रियालाई नाममा बदल्नु हो रे। हो, र यो केवल व्याकरणको नियम मात्र होइन, यो त संसारलाई हेर्ने दृष्टिकोणै हो। क्रियाले प्रक्रिया र कार्य देखाउँछ, तर जब हामी त्यसलाई नाममा बदल्छौँ, हामी त्यो प्रक्रियालाई एउटा स्थिर, विश्लेषण गर्न मिल्ने वस्तु बनाइदिन्छौँ। यसले लेखनलाई वस्तुनिष्ठ त देखाउँछ, तर कहिलेकाहीँ अलि निर्जीव पनि बनाउन सक्छ। एक मिनट है, यो नोमिनलाइजेसनले वाक्यलाई झन् जटिल बनाउँदैन र? मैले पढेका केही लेखहरू यति धेरै नामहरूले भरिएका हुन्छन् कि के भन्न खोजेको हो भनेर बुझ्न नै गाह्रो हुन्छ। के यसको प्रयोग सधैँ राम्रो हो त? तपाईले एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भयो। यो एउटा वास्तविक खतरा हो र यसको अत्यधिक प्रयोगले लेखनलाई बोझिलो बनाउन सक्छ। स्रोतहरूले पनि यो चेतावनी दिएका छन्। तर सही तरिकाले प्रयोग गर्दा यसले लेखनलाई धेरै शक्तिशाली बनाउँछ। जस्तै द युनिभर्सिटी इज इभ्यालुएटिङ स्टुडेन्ट सर्भिसेस भन्नु एउटा कथा सुनाउनु जस्तै हो। तर यसलाई द इभ्यालुएसन अफ करेन्ट स्टुडेन्ट सर्भिसेस रिभिल्ड सेभरल इश्यूज मा बदल्दा हामीले मूल्याङ्कन भन्ने प्रक्रियालाई एउटा ठोस वस्तु बनायौं जसले केही गर्न सक्छ, जस्तै समस्या देखाउन। यहाँ जोड व्यक्तिबाट हटेर अवधारणामा सर्छ। भनेपछि यो वाक्यको जोड बदल्ने तरिका रहेछ। द स्टुडेन्ट्स कन्डक्टेड एन एनालिसिस भन्दा विद्यार्थीमा जोड पर्यो, तर एन एनालिसिस वाज कन्डक्टेड भन्दा विश्लेषणमा। यसले वाक्यलाई प्यासिभ भोइसमा पनि लैजान्छ, होइन र? बिल्कुल, र यसले लेखनलाई बढी वस्तुनिष्ठ, अब्जेक्टिभ देखाउन मद्दत गर्छ। किनभने यसले कर्ता मतलब कसले गर्यो भन्दा पनि प्रक्रिया के गरियो भन्नेमा ध्यान केन्द्रित गर्छ। अर्को फाइदा विचारहरूलाई जोड्नु हो। जस्तै एउटा वाक्यमा ट्रेन्ड्स आर प्रिडिक्टेबल भनेपछि अर्को वाक्य द प्रिडिक्टेबिलिटी अफ दिस ट्रेन्ड्स अलाउज अस टु भनेर सुरु गर्न सकिन्छ। यहाँ प्रिडिक्टेबललाई प्रिडिक्टेबिलिटी बनाएर दुई वाक्य बीच बलियो सम्बन्ध स्थापित गरियो। तर तपाईले भने जस्तै सन्तुलन नै मुख्य कुरा हो। ठिक छ, हामीसँग सही शब्दहरू छन्, तर तिनीहरूलाई जोडेर एउटा पूर्ण वाक्य बनाउनु अर्को चुनौती हो। स्रोतहरूले उपयोगी वाक्यांश वा चङ्क्समा पनि जोड दिएका छन्। हो, भाषा टुक्रा टुक्रामा होइन, चङ्क्समा सिकिन्छ। जस्तै मात्रा जनाउने अभिव्यक्तिहरूलाई हेरौँ न। अ लार्ज अमाउन्ट अफ अगणनीय नामहरूसँग प्रयोग हुन्छ, जस्तै जानकारी, पैसा।
तर अ लार्ज नम्बर अफ चाहिँ गणनीय नामहरूसँग प्रयोग हुन्छ, जस्तै किताबहरू, विद्यार्थीहरू। यो सानो नियमले पनि लेखनको गुणस्तरमा ठूलो फरक पार्छ। स्रोतमा एउटा अर्को रोचक वाक्यांश छ, नो फ्युअर देन 200 पिपल। मोर देन 200 पिपल भन्नु र यसमा के फरक छ र? फेरि पनि यो सटीकता र जोडको कुरा हो। मोर देन 200 भन्दा अलिकति अनिश्चित सुनिन्छ, तर नो फ्युअर देन 200 पिपल मतलब 200 जना भन्दा कम होइन भन्दा तपाईले त्यो संख्यालाई पुष्टि गर्नुभएको छ, अनि त्यो संख्या अपेक्षा भन्दा बढी हुन सक्छ भन्ने संकेत पनि गर्नुहुन्छ। यसले वाक्यमा विशेष जोड पुग्छ र यो बढी औपचारिक सुनिन्छ। यसले पाठकलाई तपाईँ आफ्नो तथ्याङ्कप्रति विश्वस्त हुनुहुन्छ भन्ने सन्देश दिन्छ। अब एउटा यस्तो विषयमा कुरा गरौँ जसले धेरैलाई अलमलमा पार्छ, फ्रेजल भर्ब्स। मेरो हाई स्कुलको शिक्षकले त औपचारिक लेखनमा फ्रेजल भर्ब्स कहिले प्रयोग नगर्नु भन्नुहुन्थ्यो। के यो सधैँ साँचो हो त? यो एउटा धेरै प्रचलित तर गलत धारणा हो। सत्य के हो भने धेरै फ्रेजल भर्ब्स पूर्ण रूपमा अनौपचारिक हुन्छन् र प्राज्ञिक लेखनमा प्रयोग गर्नु हुँदैन। तर स्रोतहरूका अनुसार केही फ्रेजल भर्ब्स प्राज्ञिक सन्दर्भमा यति सामान्य भइसकेका छन् कि ती पूर्ण रूपमा स्वीकार्य छन्। जस्तै केही उदाहरण दिन सकिन्छ? अवश्य। जस्तै पुट फरवर्ड। यसको अर्थ कुनै सिद्धान्त वा तर्क प्रस्तुत गर्नु हो। यसको औपचारिक विकल्प प्रेजेन्ट हो। तर शी पुट फरवर्ड अ न्यू थ्योरी भन्नु प्राज्ञिक लेखहरूमा एकदमै सामान्य छ। अर्को उदाहरण हो क्यारी आउट, जुन हामीले अघि पनि कुरा गर्यौं। दे क्यारिड आउट अ सर्वे भन्नु दे कन्डक्टेड अ सर्वे भने जस्तै स्वीकार्य छ। अनि पोइन्ट आउट को औपचारिक विकल्प अब्जर्भ वा स्टेट हुन सक्छ, तर एज द अथर पोइन्ट्स आउट भन्नु पनि सामान्य नै हो। मुख्य कुरा कुन स्वीकार्य छन् र कुन छैनन् भनेर चिन्नु हो, र यो धेरै प्राज्ञिक लेखहरू पढेर मात्र थाहा हुन्छ। त्यसो भए यी सबैको मतलब के हो त? यस्तो लाग्छ कि प्राज्ञिक भाषामा पोख्त हुनु भनेको कुनै भाषाको एउटा छुट्टै लवज वा डायलेक्ट सिक्नु जस्तै रहेछ। यसको आफ्नै शब्दावली, व्याकरण र वाक्यांशहरू छन्। कुन नामसँग कुन प्रिपोजिसन आउँछ भन्ने जस्ता सासाना कुराले पनि ठूलो फरक पार्छ, होइन? जस्तै रिसर्च अन इन्टु, डिफिकल्टी विथ, रिजन फर। एकदम सही। र यो केवल नियमहरू घोक्ने कुरा होइन, यो भाषालाई कसरी विचार व्यक्त गर्न प्रयोग गरिन्छ भन्ने गहिरो समझको विकास गर्नु हो। यो भाषा जटिल र सूक्ष्म विचारहरूलाई सटीकता र वस्तुनिष्ठताका साथ व्यक्त गर्नका लागि सयौं वर्ष लगाएर विकसित भएको हो। यो केवल शब्दहरूको संग्रह होइन, यो सोचाइको एक तरिका हो। आजको हाम्रो यो गहिरो छलफलका मुख्य निष्कर्षहरूलाई संक्षेपमा भन्नुपर्दा, पहिलो कोड हो। प्राज्ञिक अङ्ग्रेजीले हामीले चिनेकै शब्दहरूलाई विशेष र अक्सर अमूर्त अर्थमा प्रयोग गर्छ। दोस्रो, यसले औपचारिक र सटीक शैलीलाई प्राथमिकता दिन्छ र नर्मलाइजेसन जस्ता प्रविधिहरू प्रयोग गरेर लेखनलाई कर्ता केन्द्रित कथाबाट वस्तु केन्द्रित विश्लेषणमा रूपान्तरण गर्छ। तेस्रो, शब्द संयोजन वा कोलोकेसनमा पोख्त हुनु एकल शब्द सिक्नु जत्तिकै वा सायद अझ बढी महत्त्वपूर्ण छ। सही शब्दहरूलाई सही तरिकाले जोड्न सक्नु नै स्वाभाविक लेखनको कुञ्जी हो। र चौथो, फ्रेजल भर्ब्स जस्ता कुराहरूलाई पूर्ण रूपमा त्याग्नु आवश्यक छैन। बरु कुन स्वीकार्य छ र कुन छैन भनेर बुझ्नु महत्त्वपूर्ण छ। प्राज्ञिक भाषा कठोर नियमहरूको संग्रह मात्र होइन, यो एक जीवन्त र विकसित भइरहेको संवादको माध्यम हो। यो छलफलले मलाई सुरुको कोड तोड्ने कुरामा फर्काउँछ। हामीले यो भाषा के हो र कसरी प्रयोग गर्नेमा ध्यान केन्द्रित गर्यौं, तर तपाईँले अघि भन्नुभए जस्तै किन भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ। हो, र यो नै सबैभन्दा गहिरो प्रश्न हो। यो भाषा किन यस्तो छ? किनभने यसले जटिलतालाई व्यवस्थित गर्न, व्यक्तिपरक विचारबाट वस्तुनिष्ठ विश्लेषणमा जान र विश्वभरका विद्वानहरूलाई एउटै मञ्चमा स्पष्ट रूपमा संवाद गर्न मद्दत गर्छ। यो भाषा सिक्नु भनेको परीक्षा पास गर्नु मात्र होइन, यो एक विशेष प्रकारको वैश्विक बौद्धिक संवादमा सहभागी हुनु हो। सूक्ष्म परिवर्तन ल्याउन सक्छ, जस्तै टु अचिभ ह गोल्स भन्दा एक गतिशील चलिरहेको प्रक्रिया बुझिन्छ, तर ह अचिभमेन्ट अफ अ गोल्स भन्दा एक स्थिर पूरा भएको अवधारणा बुझिन्छ।
प्राज्ञिक लेखनमा क्रियालाई अमूर्त नाममा बदल्ने यो जुन प्रवृत्ति छ नि, यसले हामीले अध्ययन गर्ने विषयहरूलाई हेर्ने दृष्टिकोणमा कस्तो असर पार्ला? के यसले संसारलाई संलग्न हुनुपर्ने निरन्तर प्रक्रियाहरूको श्रृङ्खलाको सट्टा विश्लेषण गरिने वस्तुहरूको सङ्ग्रहको रूपमा प्रस्तुत गर्छ?